नमस्ते मेरो युट्युब च्यानलमा स्वागत छ सबैजनालाई। अनि हामी आज भ्लग बनाउँदैछौँ साथीहरू। अनि हामी जाँदैछौँ बातुकेपमा। अब बातुकेप जाँदै गर्दाखेरि के देखिन्छ दृश्य म देखाउनेछु तपाईहरुलाई। त ठिकै भन्दै एकदम सम्झै आउन। अब हामी मेट्रोभित्र जाँदैछौँ। मेट्रोबाट अब हामी घुमघाम हिँड्दै सम्झी। हामी कहाँ जाने रे सम्झी? बातुकेप होइन, बातुकेप जाने भयो। ए मेट्रो त कुर्नै नपर्ने भएछ हामी त। ओ माई गड, सम्झी एक्लै छिर्यो त। यस्तो सम्झी एक्लै छिर्यो, सम्झी एक्लै छिर्यो। अब नेपाली गरे के बोले भाइ? के बोले? आइयो के गर्ने त सम्झे। अब अर्को मेट्रो कुर्नु पर्ने अवस्था भयो। A few moments later. ए यहाँनिर आउनु भयो ल सम्झी। यार हामीलाई छोडेर हिँड्दैन कि फेरि। सम्झीलाई कस्तो फिल भयो त सम्झी? अनि एकदम दामी सम्झी। दुईचोटि चढ्न पाछ। रमाइलो भयो होइन? सही हो। अब बाटोको दृश्य देखाउने समय यतिकै भन्दै अब हामी बातुकेप आइपुगिसकेको छौँ। अवस्था यहाँनिर देख्न सक्नुहुन्छ। हेर्न सक्नुहुनेछ दृश्य हाम्रो बातुकेप। हजुर माछा हिले माछा जस्तो हिले माछा हो नि। हिले हो जसलाई होइन कत्ले। ओके तपाईँहरूलाई भिडियो देखाउनेछु म। भित्र ठाउँ यहाँनिर सम्झीहरू फोटो खिच्दै हुनुहुन्छ। यहाँनिर दामी ठाउँ रहेछ। देखाउने छौँ बिस्तारै। हजुर सुरुङमा सुरुङभित्र छिरमिया के छ थाहा हामी बोलेको जोइस भाइ? हेर्नु होला सुरुङमा। हेलो गाइस, आउनुहोस् बातुकेप घुम्नुहोस्। एकदम रमाइलो ठाउँ छ। छिर्ने हो र सम्झी। ल ढुङ्गाको होला यो सम्झी होइन? के गयो? बवाल छ ठाउँ, बवाल छ घुम्न आउनु हो एकदम रमाइलो। यस्तै जानु न त। यहाँबाट त डेन्जर देखिँदो रहेछ होटलले यहाँ त। बातुकेपमा हेर्न सक्नुहुन्छ तपाईँहरूले। एकदम रमाइलो ठाउँ छ। एकचोटि भिजिट गरिदिनु होला तपाईँहरूले पनि। म यही भन्न चाहन्छु तपाईँहरूको। ओके
Don't follow me, guys. अनि सम्झीलाई कस्तो लागिरहेछ मलाई एकदम रमाइलो फिल भइरहेको छ अहिले आजको दिन हो सम्झी यस्तो ठाउँमा घुम्नु पाउनु त भाग्यमा भाग्यमा लेख्नु पर्छ होइन ज्यादा नहीं हो गया मतलब कुछ भी चाहे तुम कुछ ना कहो मैंने छीन लिया दिलदार प्यार का मैंने छीन लिया हेलो गाइज हेलो अब यो आजको भिडियो यतिसम्म नै अब मन परेमा लाइक कमेन्ट सेयर गर्नलाई नभुलिदिने होला अब मेरो फर्स्ट भ्लग हो अब हेरेर सबैजनाले हेरेर माया गरिदिनु होला यति नै भन्दै म हजुरहरू सामु बिदा माग्न चाहन्छु